नमस्कार, म कृष्ण खरेल, एसडीएफ पार्टी प्रचार मामिला उपाध्यक्ष। आज हजुरहरू समक्ष विभिन्न सार्वजनिक रूपमा नेताहरूद्वारा बोलिएका भिडियो क्लिपहरूलाई यहाँ प्रस्तुत गर्ने जमर्को लिएर उपस्थित भएको छु। नेताहरूले जनताको कमजोरीमाथि कसरी खेलबाड गर्छन् र जनताको कमजोरीलाई कसरी फाइदा उठाउँछन् भन्ने कुरा यी भिडियोहरूले तपाईहरुलाई जानकारी दिनेछ। किनभने नेता भनेको अविचल र सैद्धान्तिक अडानमा स्पष्ट भएर रहनेलाई नेता भनिन्छ। तर जब राजनीतिक फाइदा उठाउनका लागि नेताहरूको कमजोरीमाथि अनेकौं कुराहरू गरेर, झुटा कुराहरू गरेर जनताको कमजोरीको फाइदा उठाउने कोसिस गर्छन्, उनीहरू नेतामा गनिँदैन। त्यसैले यहाँ अहिलेको राजनीतिक परिदृश्यमा हाम्रा वर्तमान मुख्यमन्त्री महोदयले विभिन्न राजनीतिक पार्टीहरूका भिडियो क्लिपहरू पनि हामी सार्वजनिक गर्छौं भनेर उहाँले ठोक्वा गर्नुभएको छ। उहाँले गर्दा हुन्छ, तपाईसँग आफ्ना मिडिया कर्मीहरू छन्, सोसियल मिडियाका साथीहरू छन्, लगाउनुहोस्। तपाईले पनि हरेक मान्छेहरूका भिडियोहरूलाई सार्वजनिक गर्न सक्नुहुन्छ। तर हामीसँग भएका भिडियोहरू हामी सार्वजनिक गर्दै लानेछौँ र यो तपाईहरूले नै बोलेका भनाइहरू हुन् र गराइहरू हुन् र ती भिडियोहरू तपाईहरुको समक्षमा हामी प्रस्तुत गरिरहेका छौँ। म आज तपाईहरुको समक्षमा साच्चै भन्नु भने म उनले बोलेको भिडियो प्ले गरेर देखाउँछु। समय छैन, तपाईले हेर्नु होला, हामी सोशल मिडियामा लगाउँछौँ। अहिले तपाईहरुले एउटा भिडियो हेर्नुभयो, सुन्नुभयो, ठीक छ। तपाईहरुले लाउनुहुन्छ लाउनुहुन्न त तपाईहरुको कुरा हो। तर हामीले चाहिँ अब तपाईहरुका भिडियोहरूलाई जनता अघि प्रस्तुत गरेका छौँ। अब यहाँ यो पछाडि एउटा भिडियो तपाईहरुले सुन्नुहुनेछ। उहाँले चुनाव अगाडि भन्नुहुन्थ्यो सत्तारूढ दललाई जोइनिङ गराउन के को जरुरत छ, के को जरुरत पर्यो, सबै जनता नै त सत्तारूढ दलको हो भनेर भनिन्थ्यो। अनि त्यस्ताका पार्टी अध्यक्ष अथवा उहाँ विपक्षमा हुनुहुन्थ्यो, त्यस समय भन्नुहुन्थ्यो जोइनिङ गराउने त एसडीएफ पार्टी मात्रै हो। हामी त हाम्रो सत्ता बनिएपछि हाम्रो पार्टीमा त एसकेएम मात्रै जोइन हुन्छ, अरू त कोही जोइन हुँदैन। हामी अरू पार्टीका मान्छेलाई त जोइन गराउँदैनौँ भनेर भन्नुहुँदै थियो। तपाईले चुनाव अगाडि एउटा कुरा भन्ने अनि सत्ता बनिएपछि धमाधम जम्मै अहिले गहिले सबै तपाईले पार्टीमा समावेश गराउनु हुँदैछ। समावेशी नीति अरे तपाईको त्यो जोइनिङ गराउनुलाई चाहिँ समावेशी नीति भनेर तपाईले परिभाषित गर्नुभएको छ। यदि जोइनिङ गराउँदा भोट जित्न सकिने भए, सरकार बनाउन सकिने भए 2018 मा हामीले तपाईहरुले नै घोषणा गरेको छ त 2018 मा सिक्किम भरिका मान्छे जम्मै लगाएर, चेयरम्यान लगाएर, को लगाएर जोइन गरायो भनेर भन्नुहुँदैछ। 2019 मा त हामी सत्ताबाट झर्यौं त। त्यसकारणले जनतालाई जोइनिङ गराएर उनीहरुको कमजोरीको फाइदा उठाएर जनतालाई चाहिँ मूर्ख बनाउन सकिन्छ भनेर सोच्नु त्यो एकदमै गलत कुरा हो र सरकार बनाउन सकिँदैन। सरकार बनाउनका लागि राम्रो नीति, राम्रो सिद्धान्त, राम्रो कार्यक्रम र जनमुखी कार्यक्रमहरू हुनु पर्यो। जनताले सुविधा पाउनु पर्यो, बाटो घाटो, बिजुली पानी सबै राम्रो गरेको हुनु पर्यो। तब पो सरकार फेरि आउँछ। मान्छेलाई थुपारेर, मान्छेलाई जबरजस्ती डर, धम्की, त्रास, लोभ, लालच देखाएर जोइनिङ गराएर चाहिँ सरकारमा पुग्न सकिँदैन। र तपाईहरुले चुनाव अगाडि जुन किसिमले चाहिँ जोइनिङ गराउँदैनौ भनेर ठोक्वा गर्नुभएको थियो, तर अहिले यो जोइनिङको नाटक किन? यो भिडियो हेर्नुहोस् तपाईहरु। जोइनिङ कार्यक्रम बन्द गर्दैन सरकार आएपछि। सरकारमा हुनेलाई के को जोइनिङ हो? हैन, विपक्षीले पो जोइनिङ गर्छ त। सरकारको त के जोइनिङ? आज जोइनिङ गर्दै हिँड्छ दुनियाँभरिको एसडीएफ मन्त्री लागेर, चेयरम्यान लागेर, पञ्चायत लागेर, एडभाइजरहरू लागेर, है उनीहरू त 25 वर्ष राम्रो काम गरेको मान्छेलाई के को जोइनिङ? सम्पूर्ण जनताले उनीहरूको हातमा छ नि त। त्यो सोचले नै हिँड्नुपर्छ त। के को जोइनिङ? काहीँ सुन्नु भएको छ तपाईहरुले? जहाँ यो सेन्ट्रल लेभलमा नि बीजेपीको सरकार छ, बीजेपीले चाहिँ जनता ल्याएर चाहिँ टुङ जोइन गराएको सुनेको छ? काहीँ सुनेको छैन नि। अपोजिसनले चाहिँ जोइनिङ गरेको ठिकै हो, किनभने अपोजिसनले किन जोइनिङ हुन्छ भन्दाखेरि
सत्ता पक्ष मन पर्दैन जोइनिङ गर्छ। तर त्यो के अरे सत्ता पक्षकोलाई चाहिँ के को जोइनिङ, हामी छक्कै पर्छौँ यस्तो कार्यक्रम। अनि सरकार बनाएपछि चाहिँ एसडिएफलाई जो त हामी ल्याउँदैनौँ पनि फेरि सरकार बनाएपछि चाहिँ एउटै पार्टीले मात्रै जोइन गर्छ, त्यो चाहिँ एसडिएफले जोइन गर्छ। तर हामी चाहिँ सरकार बनाएपछि चाहिँ एउटै पनि जोइन गर्दैनौँ अर्को पार्टीका, त्यता नै हामी राख्छौँ, त्यतै बस्नु पर्यो नि। अनि सरकार बनाएपछि चाहिँ एसडिएफलाई जो त हामी ल्याउँदैनौँ पनि फेरि सरकार बनाएपछि चाहिँ एउटै पार्टीले मात्रै जोइन गर्छ, त्यो चाहिँ एसडिएफले जोइन गर्छ। तर हामी चाहिँ सरकार बनाएपछि चाहिँ एउटै पनि जोइन गर्दैनौँ अर्को पार्टीका, त्यता नै हामी राख्छौँ, त्यतै बस्नु पर्यो नि। सेकेन्ड भिडियोलाई पनि हेर्नुभयो र चिन्तन गर्नुभयो होला। पहिला के भन्थे, त्यहाँबाट फेरि के भने र अब फेरि के भन्दैछन्। अब अर्को भिडियोमा पनि उहाँहरू के भन्नुहुँदैछ भने एमएलए त तपाईँहरूको शिर हो। अरे प्रजातन्त्रमा एमएलए शिर हुन्छ कि जनता शिर हुन्छ? जनताको सर्वोपरि शक्ति प्रजातन्त्रको आधार स्तम्भ हो र तपाईँले एमएलएलाई सर्वशक्तिमान बनाउने काम जुन गर्नुहुँदैछ, तपाईँले प्रजातन्त्रको घाँटी निमोट्नु हुँदैछ। प्रजातन्त्र भनेको पक्ष र विपक्ष रहने व्यवस्थाको एउटा समुचित ढाँचा हो र तपाईँ प्रजातन्त्रमा सबै विपक्षलाई सामूल नष्ट गरेर के तपाईँ अधिनायकवाद लागू गर्न खोज्नु हुँदैछ? जनतामा अधिनायकवाद लागू गरेर राजा बन्ने कोसिसमा जानु हुँदैछ? आज जनताको सर्वोच्च शक्तिलाई पनि तपाईँले हुङ्कार गर्नु हुँदैछ। जनताले चाहना गरे, तपाईँले गरेका कामहरू मन पराए, तपाईँका नीतिहरू मन पराए भने तपाईँले जबरजस्ती सिफारिस दिदिन भनी सिफारिसका लागि तपाईँहरू जोइन गर्नुहोस्, काम धन्दाका लागि जोइन गर्नुहोस्, नोकरी चाकरीका लागि जोइन गर्नुहोस् भनेर भनिरहनु पर्दैन। तपाईँ राम्रा काम गर्नुहोस्, जनता आफै तपाईँको पार्टीमा आउँछन्। तर यो जुन किसिमको धमासपूर्ण तरिकाले जनतालाई त्रास देखाएर पार्टीमा जोइन गराउने काम गर्नुभयो, यसले प्रजातन्त्रलाई नष्ट मात्रै गरेको छैन, यसले सिक्किमको राजनीतिलाई अधिनायकवादतिर लगिरहेको हामीले महसुस गरेका छौँ। यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। प्रजातन्त्रभित्र यस्तो खालको वक्तव्यले सिक्किमेली जनताको शक्तिलाई क्षीण गराउने र सिक्किमेली जनतालाई दास बनाउने र निर्वाचित तिनै जनताबाट निर्वाचित प्रतिनिधिहरू राजा जस्तो हुने र ती जनताहरू चाहिँ याचक बनेर भिक्षा माग्दै फेरि सिफारिसको लागि त्यहाँ जोइनिङ गर्नुपर्ने, यो कस्तो खालको भनाइ हो? प्रजातन्त्रमा यस्तो हुन्छ र तपाईँहरू जनताले मूल्याङ्कन गर्नुहोस् र यो भिडियो हेरेर आफै त्यसबाट आफ्नो विवेकलाई प्रयोग गरी नेताका प्रवृत्ति र चरित्रहरूलाई छुट्याउने काम गर्नुहोस्। एमएलए त तपाईँको शिर हो नि, तपाईँको निर्वाचन क्षेत्रको हो कि लु भन्नुहोस् त? शिर हो नि, शिर हो। शिरलाई त नागेर आउनु भएन नि। लो तपाईँले भेट्नु त पर्यो। अब अप्ठ्यारो लाग्यो, 24मा केही भएको छ, लु ठिक छ 19 को सक्यो, 24मा यताउति भएको छ भने अब माफसा मागेर जोइन गरिहाल कि कसो? तब त उहाँले पनि सिफारिस दिन्छ, नभए जोइन नगरिकन त दिँदैन नि त हो कि कसो? लु भन्नुहोस् त। हाम्रो दुःख गर्ने, नारा लाउने त रिसाउँछ नि त फेरि, हो कि न? लु भन्नुहोस्। त्यसले गर्दा तपाईँहरूले पनि अब हामी समावेशी राजनीतिमा जाउँ, तपाईँहरू यताउति नगरिकन तपाईँहरूले सबैसँग सल्लाह गरेर है तपाईँहरूले जोइन गरिहाल्नुहोस् कन्सेन्सीमा। अनि हामी 2 तारिक, 3 तारिक, 4 तारिक फेब्रुअरीमा 3 दिनको कन्भेन्सन गर्दैछौँ। हामी आधिकारिक रूपमा मेरो अगाडि म नै तपाईँलाई जोइन गरिदिन्छु। हामी कहाँ हुन्छ त्यहाँनिर हाम्रो एसकेएम डेमा गरिदिन्छु। आज हामीले 3वटा भिडियो क्लिपहरू तपाईँहरूलाई देखाइसकेका छौँ र 3टा भिडियो क्लिपबाट नेताले आफूलाई कसरी प्रस्तुत गरे, कुन बेलामा भोट अगाडि कसरी प्रस्तुत गरे, भोट जितिसकेपछि कसरी प्रस्तुत गरे, अनि सरकार चलाउँदै गएपछि 2 टर्मको सरकारकालमा आइसकेपछि जब जनताले उनीहरूलाई छोड्दै गए, उनीहरूका कामहरूलाई मन पराएनन्, व्यापक जनतामा गुनासो आयो भनेपछि फेरि के बोले र फेरि उनी भन्दैछन् अब जनताको सर्वोच्च शक्ति भन्दा एमएलएहरू सर्वशक्तिमान हुन् भनेर घोषणा गरिरहेका छन्। अनि अर्कोतिर उहाँले भन्नुहुँदैछ मुख्यमन्त्री साहबले, अरे एउटा अमला त
उता देखाउँदाखेरि 3वटा औँलाले त आफैलाई देखाउँदैछ, 4वटा औँलाले त आफैलाई देखाउँदैछ भनेर भन्नुहुँदैछ। भक्का हो। एसडिएफ पार्टीलाई त एउटा औँला मात्रै देखाउनु हुँदैछ तपाईँहरूले, तर 4वटा औँला चाहिँ तपाईँहरूतिरै फर्केको छ। यो भिडियो क्लिपहरूले प्रमाण पनि गरिसक्यो। किनभने एसडिएफ पार्टीलाई दोष्याउने ठाउँ छैन। एसडिएफ पार्टीले जनताको मन जितेर 25 वर्ष शासन गर्ने सौभाग्य पाएको, जनताले अभिमत दिएका हुन्। जनतालाई राजा भनेको थियो। जनता राजमा जनतै राजा, जनता सर्वोपरि हुन्छन्। जनताको अभिमत सबैभन्दा प्रजातन्त्रमा ठुलो, जनताभन्दा सर्वशक्तिमान कोही हुँदैन। हामी त नोकर मात्रै हौँ, सेवा गर्ने जनताका सेवक मात्रै हौँ भनेर बारम्बार एसडिएफ पार्टीले भन्दै आएको। त्यस कारणले गर्दा यी 4वटा औँलाले तपाईँलाई देखाइरहेको छ। जनताले तपाईँपट्टि फर्केर 4वटा औँला जस्तै तपाईँका क्रियाकलापहरूलाई चिन्तन र मनन गरिरहेका छन्। र यी भिडियोहरूबाट जनताले अवश्य नै पनि साँचो र झुटो छुट्याएर सिक्किमको राजनीतिमा सच्चा राजनीतिज्ञ कस्ता हुन्छन्, नेता कस्ता हुन्छन् भन्ने कुराको मूल्याङ्कन अवश्य गर्नेछ। यसरी उतापट्टि देखाउनु भन्दा अघि औँला चाहिँ कतापट्टि देखाउँदै हेर्नु। एउटा हातले मात्रै उता देखाउँदैछ, ओके। अरू हातहरू जम्मै मेरैपट्टि छ। 3टा हातहरू तपाईँको 3टा औँला चाहिँ मेरैपट्टि छ। 4टा औँला सुन्नुहोस् है, एउटा औँला मात्रै उता देखाउँदैछ। तपाईँहरूले सबै भिडियोहरू हेरिसक्नुभयो, चिन्तन मनन पनि गरिसक्नुभयो होला। र अब तपाईँहरूलाई याद छ, जनता राजमा जनतै राजा भनेर जुन मूल मन्त्र लिएर एसडिएफ पार्टीले जनतालाई सर्वशक्तिमान बनाउँदै तपाईँहरूकै विवेक र चिन्तनबाट 5-5 पल्ट तपाईँहरूको माया पाएर सरकार चलाएको तपाईँहरूलाई थाहा छ। र हामीले कहिल्यै पनि जनतालाई विवश बनाएर सिफारिसको लागि हाम्रो पार्टीमा जोइन गर्नुहोस् भन्ने जस्ता जनताको अझै शक्तिलाई क्षीण बनाउने र जनतालाई दास बनाउने र आफूलाई अधिनायकवादी बनाउने काम कहिल्यै गरेनौँ। र यो चिजलाई तपाईँहरूले महसुस गर्नुभएको छ। र यी भिडियोहरूबाट हेरेर यी सब कुराहरू तपाईँहरूले जान्नुहुनेछ। नेताहरूले समय समयमा आफ्नो फाइदाका लागि कसरी वचन, बोली र व्यवहार फेर्दछन् भन्ने कुरा पनि यी भिडियो क्लिपहरूले तपाईँहरूलाई ज्ञान दिनेछ। र सबै कुराहरूलाई चिन्तन मनन गरेर जनता राजमा जनतै राजा हुने तपाईँहरूको अत्यन्त ठुलो विवेक र शक्तिलाई प्रयोग गरी तपाईँहरूले साँचो र झुटो छुट्याएर सिक्किम र सिक्किमेली जनताको भविष्यलाई सुनिश्चित बनाउने र सुरक्षित बनाउने दिशामा तपाईँहरूले आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ भन्ने आशा साँच्दै फेरि पनि हामी यस्तै भिडियोहरू लिएर तपाईँहरू समक्ष उपस्थित हुने आशा साँचेर तपाईँहरूसँग अहिले भने बिदा लिन चाहन्छु। धन्यवाद।